सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स प्रवेश गरेको छ। नमस्कार, स्वागत छ तपाईहरुलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। बुधबार कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई 4 विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो। अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। बुधबार काठमाडौँले दिएको 112 रनको लक्ष्य लुम्बिनीले 17.4 ओभरमा 6 विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीका लागि ओपनर डार्सी सर्टले 33 रनको योगदान गरे। उनले 34 बलमा 2 छक्का प्रहार गरे। उनी तेस्रो विकेटको रूपमा 12औं ओभरको अन्तिम बलमा काठमाडौँका रसिद खानको बलमा विकेटकिपर जोन सिम्पसनबाट समातिएका थिए। ओपनिङमा मौका पाएका दिनेश अधिकारी 4 रनमै आउट भए। उनी तेस्रो ओभरमा सनी पटेलको बलमा करण केसीबाट समातिए। कप्तान रोहित कुमार पौडेलले 25 बल खेलेर 1 चौका र 1 छक्काको मद्दतमा 18 रन बनाउन सके। रोहितलाई 9औं ओभरको अन्तिम बलमा साहब आलमले बोल्ट आउट गरेका थिए। सन्दीप जोरा 23 रन जोडेर आउट भए। 23 बलमा 1 चौका र 1 छक्का प्रहार गरेका जोरालाई 17औं ओभरमा सन्तोष यादवले बोल्ट गरेका थिए। दिलीप नाथ 7 रनमा सन्तोष यादवकै एलबीडब्ल्यूको धरापमा परे। अर्को ओभरमा निरोशन डिक्वेलालाई काठमाडौँका कप्तान करण केसीले 14 रनमा बोल्ड गरे। उनले 14 बलमा 2 चौका प्रहार गरे। अन्त्यमा रुबेल ट्रम्पलम्यानले चौका प्रहार गरेर लुम्बिनीलाई जित दिलाए। बलिङमा काठमाडौँका सन्तोष यादवले 2 विकेट लिए। करण केसी, सनी पटेल, साहब आलम र रसिद खानले सम्मान 1-1 विकेट हात पारे। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले खराब ब्याटिङ गर्दा 19.1 ओभरमा 111 रनमा अल आउट भएको थियो। काठमाडौँको सुरुवाती ब्याटिङ लाइनअप कोल्याप्स पारेको लुम्बिनीले पावर प्ले भित्र 4 विकेट लिएको थियो। काठमाडौँका शीर्ष 4 ब्याटर दोहोरो अङ्क जोड्न नपाई आउट हुँदा टोली सङ्कटमा परेको थियो। दोस्रो ओभरको पहिलो बलमा काठमाडौँका ओपनिङ ब्याटर आकाश त्रिपाठीलाई लुम्बिनीका शेर मल्लले कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए। तेस्रो ओभरको पहिलो बलमा काठमाडौँले अर्को विकेट गुमायो। सनी पटेल लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको एलबीडब्ल्यूको शिकार बने। चौथो ओभरको 5औं बलमा भारतीय मूलका अमेरिकी ब्याटिङ अलराउन्डर मिलिन कुमारलाई शेर मल्लले बोल्ड गर्दै व्यक्तिगत दोस्रो विकेट लिए। 5औं विकेट गुमाउँदै ओपनर बेन चार्ल्सवर्थ पनि पवेलियन फर्किए। लगातार विकेट लिएको लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले 10औं ओभरमा 2 विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भयो। रोहितले पहिलो बलमा भीम सार्कीलाई दिलीप नाथबाट क्याच गराए। सार्कीले 14 रन जोड्ने क्रममा 16 बलमा 1 छक्का प्रहार गरे। उनले जोन सिम्पसनसँगै 5औं विकेटका लागि 36 रनको साझेदारी गरे। 5औं बलमा सिम्पसन पनि एलबीडब्ल्यूको धरापमा परे। सिम्पसनले 17 बलमा 18 रन जोड्ने क्रममा 1 चौका र 1 छक्का प्रहार गर्न सफल भए। 2 ओभरको बिचमा थप 1 रन जोड्दा काठमाडौँले आफ्नो 60औं विकेट गुमायो। रसिद खानलाई कप्तान रोहितले 2 रनमा जे स्मिथबाट क्याच गराएका थिए। 14औं ओभरमा काठमाडौँका आशा गरिएका ब्याटर आदिल अन्सारी 18 रन जोडेर आउट भए। उनले 11 बलमा 1 चौका र 2 छक्का प्रहार गरेका थिए। उनलाई शेर मल्लले बोल्ड गर्दै पवेलियन फर्काए। कप्तान करण केसी 14 बलमा 9 रन जोडेर आउट हुन पुगे। अन्तिम ओभरमा सन्तोष यादव 23 रनमा रन आउट भए। काठमाडौँका लागि सर्वाधिक रन जोडेका यादवले 17 बल खेलेर 1 छक्का प्रहार गर्न सके। बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले सम्मान 3-3 विकेट लिए। मल्लले 4 ओभरमा 22 रन दिए भने रोहितले 25 रन खर्चिए। यस्तै ट्रम्पलम्यानले 2 विकेट लिए। उनले 3.1 ओभरमा 1 मेडेन राख्दा 10 रन मात्र दिए। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि भिडियोलाई लाइक, शेयर तथा च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।